साथीहरु लासो फ्याफुला नमस्कार। फेरि नयाँ अपडेटका साथ म उपस्थित भएको छौं। आज फेरि बेजिङ प्लान हाजमाको बेजिङ प्लान कहाँ बस्छ भन्ने सन्दर्भका साथ म उपस्थित भएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला, साथै लाइक कमेन्ट शेयर पनि गर्नु। साथीहरु यहाँनिर चाहिँ बेजिङ प्लान बस्ने भन्दो रहेछ। बेजिङ प्लान बस्ने रे यहाँनिर हाजमाको यस्तो गरी ठुलो मिसिनहरु झर्दै रहेछ। एकदम ठुलो मिसिनहरु झर्दै रहेको रहेछ। यसरी यो क्रेन हो कि के हो, यो यिनीहरु मिसिनहरु यहाँनिर चाहिँ बेजिङ प्लान हो भने उता देखिरहेको भाग चाहिँ विशेष गरी यहाँनिर चाहिँ भवन, उक्त भवनमा चाहिँ तपाईको हाजमाको हाकिमहरु बस्छ भने यहाँनिर चाहिँ बेजिङ प्लान रहेको छ। यसरी हेर्नुस्, ठुलो मिसिनहरु रहेको छ। ल हेर्नुस्, यो ठ्याक्कै सुनकोशी गाउँपालिका वडा नम्बर 1 स्थित देवस्थान फाँटमा हो। यो ठ्याक्कै तपाईको यो सिन्धुली र काभ्रेको गेट भन्दा ठ्याक्कै अगाडिपट्टि यतातिर सिन्धुली साइडमा हो। यो यसरी बेजिङ प्लान बस्ने रे यहाँनिर। उता चाहिँ विशेष गरी हाकिमहरु हो भने यो ठ्याक्कै तपाईले चिन्न सक्नुहुन्छ। वरिपरिको दृश्यहरु हेर्नुस्, यो ठ्याक्कै तपाईको देवस्थान निरै हो यो। ल हेर्नुस्, यहाँ ठ्याक्कै प्रहरी चौकी कुशेश्वर दुम्जा सीमा क्षेत्र भन्छ यहाँनिर। यो क्षेत्रमा चाहिँ हाजमाको बेजिङ प्लान बस्ने रहेछ। आजको भिडियो के कस्ता लाग्यो सल्लाह सुझाव सहित प्रतिक्रिया पनि दिन नभुल्नु होला, साथै लाइक कमेन्ट शेयर पनि गर्न नभुल्नु होला। हेर्नुस्, यसरी यहाँनिर हाजमाको कस्तो मजबुत कस्तो ठुलो मिसिनहरु हो। यो क्रेन हो भने यतातिर चाहिँ यो चाहिँ सायद सिमेन्टी गिटी बालुवा गोलेर गाडीमा यति टन यति टिप हाल्ने होला। यो सायद मेरो विचारमा यही जस्तो लाग्छ। बेजिङ प्लानको यहाँ स्क्याभेटरहरु पनि 2-3 रहेछ यहाँनिर। यो काम चाहिँ एकदम फास्ट गर्ने भन्छ। करिब 18 महिना भित्रमा यो बीपीआई फाइनल गर्ने बन्द रहेछ। यसरी यहाँनिर छ हाजमा बीपी राजमा हो भने यहाँनिर चाहिँ हाजमाको बेजिङ प्लान बस्दो रहेछ। हेर्नुस्, कत्रो ठुल्ठुलो गाडीहरु छ। हेर्नुस् साथीहरु, यो चाहिँ ठ्याक्कै हजुरहरु हेर्दै गर्नु होला। ठ्याक्कै म कहाँनिर हो भने देखाउने छु। ल हेर्नुस्, राति पनि काम भइरहेको छ। यो बेजिङ प्लान भन्दा मुनि यहाँनिर ग्याबिङ वाल फटाफट भइरहेको रहेछ। ल हेर्नुस्, यतातिर चाहिँ बेजिङ प्लान हो भने यो ठ्याक्कै बेजिङ प्लान कहाँ हो भने रोसी गाउँपालिका र सुनकोशी गाउँपालिकाको सिमाना, अर्थात् काभ्रे र सिन्धुलीको सिमाना नजिक रहेको छ। यसरी ल हेर्नुस्, यो उतातिर चाहिँ काभ्रे हो भने यतातिर चाहिँ यो बेजिङ प्लान हुनेतिर चाहिँ सिन्धुली पर्छ। साथीहरु, आजको भिडियो के कस्ता लाग्यो सल्लाह सुझाव सहित प्रतिक्रिया पनि दिन होला, साथै लाइक कमेन्ट शेयर पनि गर्नु होला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।